नमस्ते सबैलाई। आज हामी 4 जना साथीभाइहरू मिलेर हिमालयन मेला जाने निर्णय गर्यौं। हामीहरू किपलिङबाट अस्कुट स्टेसनसम्म जानको लागि सबवेमा चढ्यौं। म चाहिँ क्यानाडामा आएपछि पहिलो पटक मेलामा जाँदैछु। स्टेसनबाट बाहिर निस्किसकेपछि नेथन फिलिप्ससम्म जानको लागि अलिक बेर हिँड्नुपर्ने रहेछ, त्यसैले हामी गफ गर्दै हिँड्न लाग्यौं। स्टेसनबाट बाहिर निस्किँदा वरिपरिका सुन्दर भवनहरू देखेर निकै रमाइलो लाग्यो। मौसम पनि त्यतिकै राम्रो थियो। यसो फोटोहरू खिचेर हामी नेथन फिलिप्स स्क्वायरतिर लाग्यौं, जहाँ चाहिँ मेला भइरहेको थियो। त्यहाँ पुग्ने बित्तिकै सङ्गीत, विभिन्न स्टलहरू र मानिसको भिड देखेर निकै रमाइलो लाग्यो। त्यहाँ पुगेर सबैभन्दा पहिले हामीले पानीपुरी खायौं। मैले पानीपुरी अलि मिठो हुन्छ भन्ने अपेक्षा गरेको थिएँ, तर मैले सोचे जस्तो मिठो रहेनछ। तर पनि नयाँ स्वाद अनुभव गर्न पाउँदा रमाइलो लाग्यो। त्यसपछि हामीले म्याङ्गो लस्सी किन्यौँ। घाम लागेको समयमा त्यो निकै ताजा र स्वादिष्ट लाग्यो। यसो माहौलको बिचमा फोटो खिचिहालौँ न भनेर खिच्यौँ। त्यसपछि केही समय लाइभ गीत सङ्गीत हेर्दै र सुन्दै बितायौँ। लाइभ सङ्गीत भने भर्खरै मात्र सुरु भएको रहेछ। भाइलाई छोइला खान मन लाग्यो भनेर हामी स्टल खोज्न गयौँ। भनेको जस्तो नहुँदाखेरि पनि नयाँ नयाँ खानेकुरा चाख्नु आफ्नै मजा छ। त्यसपछि फेरि केही समय सङ्गीत सुन्दै र फोटोहरू खिच्दै हामी हिँड्यौँ। अब घर फर्किनु अघि सेलरोटी नखाइ जाने कुरा त भएन, त्यसैले सेलरोटी लिनको लागि हामी लाइनमा बस्यौँ। यसरी रमाइलो समय बिताएपछि अन्ततः घर जाने समय भयो। साथीभाइहरूसँग हाँसो रमाइलो र सुन्दर सम्झनाहरू बनाउन एकदमै खुसी लाग्यो। हाम्रो यो सानो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।